हेलो एभ्रिवान, आई एम चान्नी, फाइनल इयर मेडिकल स्टुडेन्ट। आजभोलि हाम्रो तिहारको बिदा चलिरहेछ एन्ड आइ एम स्टिल इन होस्टेल। होस्टेलमा बसेर मोबाइल के चलाउनु, द्याट इज द वेस्ट अफ टाइम। सो मी एन्ड माई फ्रेन्ड्स आर गोइङ जामाचो हाइक। सबसे पहिले हामी जामाचो हाइक जानुभन्दा एक दिन अगाडि बेलुकातिर हामी स्न्याक्स किन्न गयौँ। देन भोलिपल्ट बिहान 7 बजे हामी गाडीमा बसिसकेका थियौँ। बोल्न चाहथ्यौ भन्छन्? अभी कुछ नहीं, अभी जस्ट शुरू किया। स्टार्ट भयो। जामाचो जानको लागि हामीले जे सामान क्यारी गरेको थियौँ, स्पेसली खानेकुराहरू, त्यो सबै हामीले फर्म फिल गर्नुपर्ने भयो। देन हाम्रो ब्याग चेकिङ स्टार्ट भयो। स्पिकर, नाइफ, नन भेजहरू चाहिँ लान पाइँदैन त्यहाँ। 10-15 मिनट हिँडेर हामी थाक्थ्यौँ, फेरि बस्ने, फेरि जाने, खाँदै जाने, गाना गाउँदै इन्जोय गर्दै हामी 4 घन्टा हिँडेर बल्ल हामी पुग्यौँ। त्यहाँ गएर त्यहाँको भ्यूज हामीले एकदम मन पर्यो, हामी खुब इन्जोय गऱ्यौँ। एउटा 5-6 मिनट्सको भिडियो अझै छ, त्यो आई विल बी अपलोडिङ टुमोरो, त्यो पनि हेरिदिनु होला। बाई बाई।